अनुशासित विद्यार्थी को देख्यो मान्यज्यू सबभन्दा अनुशासित विद्यार्थी मै हो तपाईँ कुन पक्षको तपाईँ एकदम निष्पक्षको तपाईँ मोबाइल हेर्दै बसिरहनु भएको भन्ने थियो पढ्छु क्या मैले मोबाइल पढ्छु अरू बेला पढ्नु पाउँदैन मोबाइलमा खुब पढ्छु स्कुलमा आएपछि पढ्न मन लाग्छ होमवर्क पनि गर्नु पर्यो होइन चलखेलहरू पनि हुने गरेको अवस्था छ यसलाई चाहिँ कसरी हेर्नु भएको छ चलखेल त नेपालीले गरिहाल्छ नि नेपाल जस्तो फटा डाका होइन अनि चलखेल गर्ने को छ त संसारमा अरू थोरै बोलिदिनु पर्यो मान्यज्यू तरिका यार तिमीहरू यहाँ झ्याउ नगरेर यार बोलिरहेको छ त म आश थियो सरकारले गर्ला त अहिलेको तिमीहरू जस्तो आश गर्ने मान्छे होइन के अब भिडियोहरू आउँछ फेसबुकतिर भिडियो आउँछ भिडियोमा देख्नै भयो होला म कहिले कहिले बौलाउँछु धेरै एनर्जी चाहिँ कसरी आउँछ सर र इनर्जीको कुरा त भात खाएपछि आउँछ पर्वत बागलुङ मुस्ताङ भन्दा पछि परेछ अब दाजुभाइ मिलेर गर्नुपर्छ होइन सबै मिलेर गर्नुपर्छ सबै मिलाएर गर्नु दाजुभाइले मात्र कहाँ गर्नु तपाईले दिनुभएका सबै कुरा त्यसरी बेच्दै जाएपछि त भोलि तपाईलाई माया गरेर श्रद्धा गरेर किन तपाईलाई उपहार दिने त्यो त उपहार दिनेले सोच्नु पर्ने कुरा हो एउटा मलाई मार्गदर्शन देखाउनु पर्यो जुन तपाईँले बोलेको कुरालाई मैले दिएको मार्गदर्शन मान्नु पर्यो नि म मान्छु ल म मान्छु मेरो युवाहरूलाई मेरो एउटै मार्गदर्शन छ कसैको मार्गदर्शन नखोज्नु कति बेच्नु भयो आज किताब कति पिस गयो आज धेरै गयो होइन आज यहाँ गाउँदाखेलतिरको मान्छेहरू अलि अल्छी रहेछ फेरि गर्न चाहनेहरू आउनुहोस् प्रश्न छ भने सोध्नुहोस् भोट दिन मन लाग्यो भोट दिनुहोस् उताबाट पनि आउनुहोस् ल नदिने हुन्छ शिक्षा मन्त्रालयमा आउनुभएको पनि करिब 3 महिना भइसक्यो कसरी अगाडि बढ्दै हुनुहुन्छ कार्ययोजना के छन् कसरी अगाडि बढ्ने बिहान उठ्ने यहाँ आउँछु यहाँ बस्छु अनि बेलुका सुत्न जाने तपाईँलाई मन्त्री भन्नु कि महावीर पुन भन्नु महावीर पुन दाई भन्नु सबैलाई नमस्कार छ है म त एकदम खुसी छु स्कुल जानु पाएकोमा यस्तो खुसी लाग्छ स्कुल जानु है म त विद्यार्थी धेरै सांसद मन्त्रीहरू हुन्छ तपाईँ मात्र यस्तो हुनुपर्ने अरू फेरि तपाईँको एउटा सिको नगर्ने खुलेर हिँड्न नसक्ने कारण के होला फेरि अनि यो त्यही तिमी जस्तो धेरै गाउँ गर्ने भएर हो केपी ओलीलाई पक्राउ गरिएको कुरामा साथ छ कि छैन मलाई थाहा हुन्न हजुर थाहा हुँदैन ठिक गरे कि बेठी गरे बालिम सरकारले कानुनले गरे ल नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ जेसुकै गर भन्ने सन्देश दिन्छु के खानुहुन्छ तपाईले के खाने नि खानेकुरा खाइन्छ नि मन पर्ने खाना के हो केही पनि छैन मलाई जे पाए खान्छु म सरकारी नुन चाखेपछि त्यसैको लत बस्यो भन्ने खालको मैले आफैले नुन किनेर खाएको हो नि कस्तो मोजी